टाढा टाढा लान्छ कि समयलाई कातानेर शब्दहरूमा एउटा दामी गीत भन्नु त दाइ एउटा दामी तपाईँलाई मनपर्ने गीत भन्नु त म गाउँछु गर्ने ट्राई गर्छु जसकै भए पनि त्यो त आउँदैन होला नि त अर्को रातो कहिले कसरी कतिको उयसमा सुरु गरेको छ भन्नाले नोटहरू कस्तो छ रातो काला काचा होला भोलि कहिले हुन्छ नि सुताइसकेको कसो घर हो कहिले तिमीलाई भेट्छु नि पाउँदेऊ न तिमीलाई पर्खे मैले सकिनँ यो हाईमा गाउनै सकिनँ खोज्दै थिएँ तिमीलाई भनिदेऊ न आँखामै हेर्न नसके नि अन्तै हेरी नजाइदिनु छेउमै हुँदा नबोले नि फर्की फर्की हेरिदिनु थाहा छैन के चाहन्छे मान्छौ अर्को गीत कुन छ दाइ को मकै त यतातिर टन्नै रोप्दो रहेछ त है दाइ हजुर खै कहाँ दिदीहरू पनि भ्लग बनाइदियो त्यतिखेर सबैको बनाइदिउँ होस्ला बनाउँदिन ल बाई बाई गाइस अर्को कुनै गीत छ भने भन्नु नि दाइ म गाउँदै अहिले जान्छु के पो त्यो त नभनेका नभनेका कुराहरू आज मनमा नराखा मनका कुरा नहुन् डराउनु किन यो हो हजुर भ्लग बनाइदिइराख्नु भन्नुभएको होस् भराइ कराउनु भयो भने दिदीहरूले बाई बाई दिदीहरू
हजुर म त्यहाँनिर फ्याक्ट्रीमा काम गर्न आएको हौ। हजुर नगाएका गीतहरू आज तिम्रै निम्ति छ। अनि के भन्छ दाइ भन् त अनि करले हुने भए करै पो गर्थे मनका कुरा नहो बुझ्ने कसले भन्नु नि के भन्नु ढुङ्गा टिपी के हानु आफैले जानु कुरा गरे सम्हाल आफूलाई आफै त चढ्दैछ नि अनि के भन्छ भन्छ कि तपाईँले त्यति हो थ्याङ्क यू दाइ फर दिस वन्डरफुल टाइम टुगेदर हजुर फ्याक्ट्री पुगिन्जेलसम्म लामो हुन्छ होला नि त भ्लग हो यो त उयो रोपेको होइन दाइ अम्लिसो ए अलैँची यस्तैतिर रोप्दा पनि फल्छ हाम्रैतिर जस्तो हो कि यता पनि ठाउँ चाहिँ बस एक दुईवटा के कुराहरूमा चाहिँ अलिक फरक छ माया गरी मन मेरो फुट्यो दुखाउनलाई त मन नछुँदैछ सम्हाल आफूलाई भयो होला हौ यति गरिदिउँ कि अब हामीले फ्याक्ट्रीको लगभग मरिफुल चाहिएको छौँ गाइसहरू पेट्रोल 1 लिटर 50 रुपियाँ कति अरे दाइ यता कति पर्छ अरे 250 रुपियाँ यो हामीले स्पोन्सर गर्नुभएको मोहन गुरुङ फर फायर वुड कटिङ यो लगेर हामी मेसिनमा लाउँछौँ दाइ अहिले फ्याक्ट्रीमा चिया चाहिँ के भएर नआएको अरे अहिले हजुर दिउँसो भएर नआएको नि हो बेलुका मात्रै आउँछ नि त चिया त होइन अनि अहिले यो सिजनमा अनि खासै आउनै छोड्यो भन्ने हुन्छ त अनि चिया यो सिजनमा यस्तै होला अब यहाँ माथि चाहिँ के हो दाइ मन्दिर हो मन्दिरबाट के को मन्दिर हो पस्ने जानेर गुफा पो छ त यहाँबाट नपत्याउँ अबै हेर्नु हिँड्न त जाने पस्ने हिँड्नु मात्रै लान्छु हजुर पस्दिन्छु म जस्तै गुफा होस् न म पस्दिन्छु तर फेरि अरूहरू पापीहरू पनि निस्किँदैन नि माथि हो र साँच्ची नै माथि एकचोटि पहिला बसेको त्यस्तो डर लाग्छ पस्नु डर पो लाग्यो त दाइ पापीहरू फेरि पस्नु यो उयसमा चाहिँ सुन पनि छ क्या हो दाइ हेर्दाखेरि त माटो त सुन निकाल्ने जस्तै छ त अनि सो गाइस हामी चाहिँ भनेको अहिले भनेको तपाईँको के पो अरे एकदमै यहाँनिर यो गाउँको यो ठाउँको यो परिसरको एकदमै अलौकिक गुफातिर प्रवेश गर्दैछौँ यहाँ पसेर नि यो त कमलको फुल होइन दाइ यहाँ कि होइन यहाँ माथि निस्किन्छ भुइँ यहाँबाट भित्रभित्रै को पस्छ भने तपाईँ पस्ने पहिला पसेको थियो हामी फेरि अहिले नपस्नु पस्नु कि नपस्नु म जाउँ न पस्छु लाइट बालेर हजुर गइदिउँ साँच्ची दाइ साँच्ची गइदिउँ भरे म त्यतै थुन्ने भने चाहिँ
शिव मन्दिर पो रहेछ त यार साँच्ची नै त्यो गुफा निस्किन्छ दाइ ट्राई गर्छु ल अनि यहाँ त यस्तो छ त अनि जाउँ कि नजाउँ फ्ल्यास बालेर चाहिँ हेर्छु ल परसम्म कतिसम्म जानु सकिन्छ म हेर्छु ल ओम नमः शिवाय ओम नमः शिवाय गाइस यो त डराउने गुफा रहेछ यार ओम नमः शिवाय आएर पानी चुहिरहेको छ गुफा चाहिँ यहाँ माथि चाहिँ यस्तो डरलाग्दो हो यहाँबाट जानुपर्ने छ होइन भने यताबाट जानुपर्ने छ मलाई लाग्छ यताबाट होला क्या बाटो गाइस म निस्किन सक्छु होला त यो गुफाबाट ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ला चप्पल अड्क्यो ओम नमः शिवाय ला चप्पल गइसक्यो चप्पल गइ झन्डै डर त लाग्दैछ नि हौ 4-5 बाटो छ नि हेर्नु न नि हो तर मैले एक्जिट वे पनि देखिसकेको छु एउटा यहाँ हो अर्को भनेको यहाँ माथिबाट पनि निस्किनु सकिँदो रहेछ कताबाट जाउँ यताबाट जाउँ कि यताबाट निस्क्यौँ यता नजाउँ यताबाट जान्छु ल धन्न यार एक्जिट पाएँ यार मैले उही अहिले पाएर डर लाग्यो निस्केर जाएँ म ओम नमः शिवाय सबै मुखभरि जाली नै जाली भयो एक्सपिरियन्स अगाडि त डर लागेको थियो कि एक हातले नमस्ते गर्दै अगाडि त डर लागेको थियो कि फेरि यसो हेरेको जानु सक्छु होला जस्तो लाग्यो नि त अनि यहाँ पूजा गर्दैन दाइ गर्छ थ्याङ्क यू गड ओम नमः शिवाय भनेपछि मैले आजको टास्क कम्प्लिट गरेँ होइन त दाइ जाउँ अलिक माथि पनि निस्किने ठाउँ थिएछ कि हजुर त्यहीबाट निस्केको अनि भ्लग चाहिँ दामी भयो धन्न दाइसँग आएर दाइले ठ्याक्कै भनिहाल्नु भयो क्या फेरि गुफा छ भनेर अनि त्यो भएर अलिकति इन्ट्रेस्टिङ भयो नि त आज है आजको भ्लग जे होस् रमाइलो भयो त्यस्तै हो अब 12 मिनटभन्दा धेरै भइसक्यो अफ गरिदिन्छु त दाइ थ्याङ्क यू गाइज एन्ड टेक केयर एन्ड बाई बाई